झन्डै 2.5 दशक जति वैदेशिक रोजगारमा खाडीमा बिताएँ। 2 वर्ष चाहिँ 1998बाट चाहिँ 2000को इन बिट्विनमा चाहिँ साउदीमा, त्यसपछि 2000देखि चाहिँ 2022सम्म चाहिँ दुबईमा। काठमाडौँको लाजिमपाटमा भएको यो पुकार राणा भन्नेको म्यान पावर रहेछ मुन ड्रप्स भन्ने, त्यहाँबाट गएको हो। म चाहिँ अब 65,000 तिरेर गएको। 600 रुपियाँ 600 रियाल तलब थियो। अनि त्यसपछि छोडेर आएर चाहिँ 2000मा आएर बिहा गरियो। अनि त्यसपछि फेरि दुबई गएँ। दुबई गएर 900 दिराममा काम गरेँ। पछिल्लो समयमा मैले छोड्ने बेलामा त अब 1.5 लाख 2 लाखै कमाउँथेँ। तर अब 3 वर्षको कोरोना महामारीले चाहिँ संसारै थलिँदाखेरि लकडाउनको भिक्टिम म पनि भएँ। अनि छोडेर आएँ। अनि अहिले चाहिँ अब कहिले के गर्दै जाँदाखेरि अहिले चाहिँ गोरुजुरी डाँडामा क्याम्प साइट सञ्चालन गरेको छु। म लगायत मेरो 7 जना अरू साथीहरू पनि हुनुहुन्छ। अब हाम्रो सेल्टर हाउसको नाम चाहिँ डाँफी इन हो। उतापट्टि मुनाल इन भनेर पनि अर्को पनि छ घलेखर्कको साथीहरूको। सबैजना आउनु होला, हामीलाई चाहिँ यसो प्रोत्साहन दिनु होला भन्न चाहन्छु। यो ठाउँ चाहिँ एकदम प्राकृतिक हिसाबले एकदम सुन्दर छ। यहाँबाट चाहिँ 360 डिग्रीको भ्यू चाहिँ सबैजनाले निहाल्न सक्नुहुन्छ। दाजुले चाहिँ अब निकै नै राम्रो, फेरि मलाई अरूभन्दा धेरै ठाउँमा ट्रेकिङ गयो, हाइकिङ गयो होइन। हस्पिटालिटी भने मलाई यहाँको जतिको बेस्ट चाहिँ कहीँ पनि लागेन। एकदमै राम्रो हस्पिटेबल दाइहरू हुनुहुन्छ यहाँनिर होइन। मजाले कुराकानी गर्ने, कम्युनिकेसन गर्ने होइन। खाना डेलिभरी पनि त्यही अनुसारको छ। सो हामी चाहिँ एकदम इन्जोय गरौँ, यहाँको भ्यूहरू पनि मजाले इन्जोय गऱ्यौँ होइन। तपाईँहरू पनि तारा हिलटप आएर चाहिँ मजाले भरपुर फाइदा लिन सक्नुहुन्छ। एक दिनको ट्रेक हो, जम्मा पोखराबाट एक दिनमा आइपुगिन्छ, भोलिपल्ट फर्किन सक्यो इजिली। अनि तपाईँले यहाँको हस्पिटालिटी चाहिँ तपाईँले ग्रहण गर्नै पर्छ। आएर फेरि ट्राई गर्नुपर्ने ठाउँ है साथीहरू। ल होइन त दाइ? हजुर, ल दाइलाई धेरै धन्यवाद। धेरै धन्यवाद।